साथीहरू अब हामी चाहिँ घुम्नु जानु आँटेको म मेरो छोरी अन्त मेरो छोरा हामी चाहिँ जाँदैछौँ बाबाको दोकान बुढाको दोकान जाँदैछौँ भर्खर ढिलो भयो आज त। हेलो साथीहरू तपाईहरुलाई मेरो भिडियोमा स्वागत छ। आज चाहिँ मैले लिएर आएको छु म चाहिँ आज घुम्नु गएको थिएँ हैन, घुम्नु भन्दा पनि हाम्रो दोकान गएको थिएँ। अन्त यहाँले चाहिँ पानीपुरीहरु खाँदैछौँ मेरो छोरा म मेरो छोरी अन्त घुम्दै अन्त अहिले चाहिँ हामी दोकान पनि पुगिसक्यौं। फिलहाल दोकान पुगेर अन्त यहाँ पानीपुरी खायौं, एकछिन बस्यौं अन्त पानीहरु पनि पियौं। अन्त मेरो हस्बेन्ड हुनुहुन्छ यहाँनेरि, मेरो छोरा अन्त छोरी। यो चाहिँ हाम्रो दोकान हो। यो चाहिँ हाम्रो दोकानमा चाहिँ आज त्यति लाइनहरु कस्टमरहरु छैन रहेछ हो। अन्त किनकि ढिलो हुन्छ 8 बजेदेखि 9 बजेदेखि हुन्छ। हामी चाहिँ अलिक छिटो पुगेको थियौं नि त। अन्त मान्छेहरु कोही पनि थिएन, बाटोमा पनि त्यति साह्रो मान्छेहरु थिएन। अहिले त हिँड्दैन मान्छेहरु पनि, बेलुका चाहिँ हुन्छ बेसी त्यस्तो। अन्त अहिले चाहिँ हामी घर फर्कियौं मेरो छोरी म अन्त घर फर्केको। अन्त यहाँ चाहिँ भाइ चाहिँ मेरो छोरा चाहिँ अन्त काका काकी जाउँ न भन्दै थियो। अन्त काका काकीको दैलो बन्द रहेछ, ड्युटी गएको छ नि त उनीहरु। अन्त आज छैन, उनीहरुको छुट्टी छैन। अन्त हामी चाहिँ गएको घर अब बाटोमा जाँदैछौँ सबैजना, 3 जना हामी हो। अन्त यसो घुम्दै गएको हामी हो। अन्त मेरो साथीहरु पनि आएको थियो, उनीहरुलाई पनि मोमो खाने भनेर चाहिँ मैले मक्टु दिइकन पठाएँ उनीहरुलाई हैन। अन्त त्यहाँदेखि चाहिँ उनीहरु चाहिँ घर पस्यो। अन्त हामी चाहिँ घर पुग्नु आँटेको छौँ 3 जना मेरो छोरा मेरो छोरी। अन्त तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट शेयरहरु गरिदिनुहोस् होला। अन्त राम्रो लाग्छ कि लाग्दैन त्यो पनि भन्नुहोस्, कमेन्टमा भन्नुहोस्। अन्त राम्रो लागेन भने तपाईहरुले सजेस्ट दिनुहोस् कि कसरी गर्नुपर्छ के गर्नु, किनकि मैले अहिले न्यू खोलेको छु न्यू खोलेको। अन्त मलाई राम्रो लाग्छ के हुन्छ त्यो चाहिँ मलाई